यहाँहरू सम्पूर्णमा मेरो नमस्कार। म अजय देव घरे। मलाई केही कुरा भन्न मन लाग्यो जुन हाम्रो देशको स्थिति एकदमै अहिले बिग्रिँदै गइरहेको छ। एकातिर भविष्यका कर्णधारहरूको पढाइ एकदमै बिग्रिरहेको छ भने एकातिर दिन प्रतिदिन आन्दोलन शिक्षक आन्दोलनले चरम रूप लिइरहेको छ। त्यसमा मैले केही कुरा तपाईहरुमा सेयर गर्न मन लाग्यो। उता ढुङ्गाको पहाडले केही प्रतिक्रिया नदिने भएको छ। यता बुद्धिजीवीहरू रोडमा त्यसै समय बर्बाद गरिरहेका छन्। यी 20-21 दिनको खर्च र समयलाई सदुपयोग गरिएको भए 2-4 वटा जिल्ला त बनिसक्थ्यो। अब आन्दोलनको स्वरूप फेरेर श्रमदानतिर लागेमा सबैको भलाइ हुन्थ्यो कि। सन्दर्भ शिक्षक आन्दोलन। यो मेरो नितान्त व्यक्तिगत विचार हो। धन्यवाद।